यहाँ त खोकोमा देखेर छ त जेब्रा क्रसिङ देखाउन आँटेको छु। अब जेब्रा क्रसिङ भन्दाखेरि अब जेब्रा क्रसिङ हामीले नदेखेको हो र भन्नुहुन्छ होला, तर यो चाहिँ अर्कै खालको जेब्रा क्रसिङ हो। फ्रीको बस हो यो, वरिपरि डुल्छ होइन। यो मात्रै छैन, 4-5वटा 6-7वटा होला र ट्याक्क तोकेको समयमा बस स्ट्यान्ड अथवा बस स्टपहरूमा ट्याक्क आइदियो भने चाहिँ यो बस चढ्नु पाइन्छ। म पनि 1-2चोटि चढेको छु। पोखर 5000 यसो देखाउन आँटेको थियो, तिमीले झन्डै चुडायो त्यत्तिकै। 380 नेपाली। सपिङ भएको तपाईँहरूलाई मैले गरेको कस्तो लाग्दैछ तपाईँहरूले भनिदिनु होला होइन। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी विशाल तामाङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज पनि फेरि नयाँ ब्लगको साथ आइसकेको छु। आज फेरि शनिबार अनि हामी चाहिँ जाँदैछौँ बजार, सागर र म। ल जाउँ अब बजारमा गएर हामी के सपिङ गर्छौँ तपाईँहरूलाई देखाउँछु होइन। अरू कस्तो कस्तो भिडियो चाहिन्छ त्यो पनि भन्दिनँ होला, तर अब यहाँनिर चाहिँ मेरो चाहिँ क्यामेराको त्यो ग्लास फुटेको छ, त्यो चाहिँ मैले फेर्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ अस्ति गएको, अस्ति जाँदाखेरि बन्द भइसकेको थियो। ओइ आज पनि बन्द हुन्छ कि क्या हो है? होइन क्या, लगभग खुल्ला त हुन्छ कि, तर टाइम त धेरै गइसक्यो नि त, 5 बजेन त। टाइम त छ, टाइम चाहिँ छ। अब हेरौँ के हुन्छ, कसो हुन्छ है। सो लागेको म चाहिँ अब बजारतिर। ल हाम्रो कम्पनी बाहिर चाहिँ यस्तो छ। मैले धेरै भिडियोमा पनि देखाइरहेको हुन्छु हुनु चाहिँ होइन है। टक्कसँगले ढुङ्गाहरू, हाम्रो साउको पनि ढुङ्गा छ 1 करोडको, तर कहिले चलाउँदैन, अहिलेसम्म चलाएको छैन त्यो। अब त्यो चाहिँ ठुलो होइन, धेरै डिमान्डहरू आयो भने चाहिँ जाने हो त्यसमा ढुङ्गामा भनेर भन्थ्यो। अहिलेसम्म हामी आइन्जेलसम्म मतलब आएपछि ठुलो उयो नै आएको छैन, ठुलो डिमान्ड नै आएको छैन क्या। त्यही भएर ल अहिलेसम्म लगेको छैन, यसरी प्याक गरेर राखिरहेछ। औ त्यहाँनिर अब कोरियाको फ्याक्ट्री त्यो। ल अब चाहिँ म तपाईँहरूलाई जेब्रा क्रसिङ देखाउन आँटेको छु। अब जेब्रा क्रसिङ भन्दाखेरि अब जेब्रा क्रसिङ हामीले नदेखेको हो र भन्नुहुन्छ होला, तर यो चाहिँ अर्कै खालको जेब्रा क्रसिङ हो। कस्तो खालको भन्दाखेरि अब अलिकति भिडभाड नहुने ठाउँ क्या, मान्छेहरूको भिडभाड नहुने ठाउँमा चाहिँ यस्तो खालको जेब्रा क्रसिङ राखिदिएको हुन्छ, जुन चाहिँ अब अरूतिर होइन एउटा टाइममा ट्याक्क हरियो हुन्छ भने यो ठाउँमा चाहिँ त्यतिखेर हरियो हुँदैन होइन। अनि यो ठाउँमा चाहिँ हरियो हुँदैन, त्यसमा चाहिँ हामीले बटन थिचेर हरियो बनाउनु पर्ने हुन्छ। यहाँ साथीले अगाडि बटन थिचिसकेको छ, यहाँनिर अगाडि छ नि। अब यहाँ जेब्रा क्रसिङ यो रातो हरियो हुन्छ, ऊ परको रातो यहाँनिर लेखिरहेछ नि त, फतनुल नुरुन फुद छम्सी खिदा विम्यन हो हेङ छ सिन होगा थुर ओम्निदा भन्दैछु। भइसक्यो, अब जानुपर्ने हुन्छ। ल हामी चाहिँ बजार आइसकेको छौँ। अब यहाँनिर चाहिँ सबैभन्दा सुरुमा चाहिँ मोबाइलको त्यो ब्याक क्यामेराको ग्लास फेर्नु छ होइन। अब यहाँनिर बस स्टपमा आएको छौँ, त्यहाँभित्र पनि थियो क्या। हेरौँ पाउँछ कि पाउँदैन, के हुन्छ है त। हिँड जताबाट हिँड्दा नि भयो, यहीँ राख्दा नै हुने रहेछ साइकल। अगाडिको चाहिँ फ्रीको बस होइन, यहाँ चाहिँ अब फ्रीमै छ क्या बस।
फ्रीको बस हो यो, वरिपरि डुल्छ होइन। यो मात्रै छैन, 4-5वटा 6-7वटा होला र ट्याक्क तोकेको समयमा ट्याक्कसँगले यहाँ बस स्टप अथवा उता यहाँ बस स्ट्यान्ड अथवा बस स्टपहरूमा ट्याक्क आइदियो भने चाहिँ यो बस चढ्न पाइन्छ। म पनि 1-2चोटि चढेको छु, अस्ति एउटा भ्लग पनि बनाएको छ होइन, त्यो हेर्नुभयो भने तपाईँले देख्न सक्नुहुन्छ। ल यहाँनिर भित्र छिरेर मेरो छ कि छैन म सोध्छु ल। अब ಈಗ ಕ್ಯಾಮರಾ ಗ್ಲಾಸ್ फाकुल्सियो अघि रखिए, क्यामेरा ग्लास फाकुल्सियो अफसयो। टेन्सनको भयो त यहाँनिर पाइएन मेरो सामान, अब अर्को दोकान जानु पऱ्यो, पाइयो भने पाइयो, पाइएन भने टेन्सन, अनलाइन मगाउनु पर्ने हुन्छ। जाउँ यत्रो ठुलो ठाउँमा कहीँ छैन मेरो अब। यत्रो के भन्छौ यसको लागि तिमी? मलाई त आनन्द लागेर चाहिँ घुमिरहेको छु। हाम्रो मार्ट चाहिँ आइपुगिसकेको छौँ, एसियन मार्ट, थामिना उसङ इन्डिया वर्ल्ड फुड चाइना नेपाल। तर यहाँनिर चाहिँ वाइवाई चाहिँ पाउँदैन क्या, कस्तो वाइवाई पाएको भए त कस्तो दामी हुन्थ्यो अस्तितिर होइन। वाइवाई नपाएर टेन्सन लाग्छ। यो मान्छे त चाहिन्छ कि क्या हो नि, ल हामीले चाहिँ यहाँनिर प्याज, बोडी अनि त्यस पछाडि लसुन किनेको, थोरै थोरै क्या, त्यो पनि धेरै होइन, त्यतिको कति आएको छ हेर्नु है त। ट्याक्कै आएछ 9,270। फर्किए हालिदेऊ। 감사합니다. 네. यहाँ त खोकुमा देखेर छ त ऊ गाईको ल झिका त कतिवटा हुँदो रहेछ एउटामा? 3टा हुँदो रहेछ। कति पर्छ अरे ओपेक मान गर्न अरे? ल हिसाब गर्दा खाँदो रहेछ यो पैसा दिन्छ क्या हो? 감사합니다. म चाहिँ यहाँ भोकोमा ट्राई गर्न आँटेको छु होइन। यहाँनिर बेचेर आएको कस्तो मजाले ट्राई भएको रहेछ। नाम भी लागो ल मैले चाहिँ यहाँनिर खोकुमा ट्राई गरिसकेको छु। मिठो लाग्यो, दामी लाग्यो, बबालाई लाग्यो होइन। यो सायद ड्रायर
ड्राई गर्ने मेसिन होला अब यही फोगमा चाहिँ बब्बालाई लगाउनु चाहिँ ल है अब चाहिँ म जाँदैछु हाना र मासभित्र यहाँ चाहिँ हामी पाउडरहरू के किन्ने भनेको अब हेरौँ के किन्छौँ तपाईँहरूलाई म देखाउँछु यता सपिङ ब्लक अङ्गुर छ कागती लाने त्यो लाने त्यो हेर्दा कागती 6190को कागती किन्दैछु 5900को उठाउ टक्क च्याउहरू पनि छ तर हाम्रो साथीले खानु हुँदैन यो लाने हो यो पनि यो चाहिँ अलिकति सस्तो छ यो चाहिँ 100 रुपियाँको रहेछ नेपाली छवटा लगाउनु त अब एउटा केरा खाने हो केरा खाना अरे सबै 3800को छ ल हुन्छ यो लगाउँ एउटा त झन्डै चुडियो पनि म यसो देखाउन आँटेको थियो तिमीले झन्डै चुडायो त्यत्तिकै 380 नेपाली रुपियाँ साग लाने हो साग नलाने किन अनि आँखा देख्नु परेन लु परे सानो लगाउँ ठुलो नलगाउँ खाऊँ न मजाले मिठो स्वादै हुन्न कि यो यताको साग त्योहरू म खानु मनै लाग्दैन हो यहाँको स्वाद चाहिँ हुँदैन है साँच्चै हुन्छ कति 2900को रहेछ यो त्यो पर पनि त्यस्तै कति 18 19 20 एमा हेरेर आउँछु ल 1400 रहेछ 1400 रहेछ मात्र त्यो 2900 तिम्रो रहेछ दिमाग कतिको चल्दैछ कि छैन के? चल्दैछ कि छैन यो त ओखर होइन 5000 लगाउँ एउटा यो लानु अँ। ओखर 5000 खाइदिउँ न आज। ल बरु त मिक्सर लाँदा हुन्छ त त्यही छ तर अलिक पछि खानुपर्छ अहिले अहिले सबै उयोहरू रहेछ आज पनि प्लास्टिक एउटा काजु किनेर 10,000 छ त प्लास्टिक मैले ल्याइरहेको छु लिएको छौ? अनि ल यस्तो छ होइन सपिङ भ्लग तपाईँहरूलाई मैले गरेको कस्तो लाग्दैछ तपाईँहरूले भनिदिनु होला होइन मिल्यो मिलेन होइन अलिकति कस्तो खालको भिडियो छ नि त्यो भनिदिनु होला अब चाहिँ म जाँदैछु सुँगुरको मासु लिनुलाई यहाँ पर कुखुराको मासु हेर्नु पऱ्यो आधी केजीको छ कि छैन मलाई आधी केजीको लानु मन लाग्यो ओ पखेटा मात्र नै हुँदो रहेछ 1500 ओ 8500 पर्ने रहेछ पखेटा मात्रलाई 4170 खै तर यसमा यही लानु पर्यो। रातो रातो छ यार सेतो चाहिँ कहाँ छ त त्यही उठाउ न त्यही उठाउ न सब उस्तै छ हौ त्यही उठाउ 500को नाममा 2 पिस आयो कति सयको रहेछ 4000को 400को मासु रहेछ होइन 2 पिस आयो भने दुईजनालाई चाहिँ ठिक्क पुग्छ 400कोले नेपालमा 500 रुपियाँ केजी होला अहिले हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर कति छ नि ल यता 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 त्यो 안녕하세요 सबै निकाल्नु ल है किनिसकेको छ हामीले चाहिँ अब यसलाई बाहिर गएर मिलाउने अनि टक्क बोकेर लाग्ने हो घरतिर यता बस्छ न
किन एउटा चबाउनु उयो यहाँ जाउँ न साइकल ए छ नि त डस्टबिन डस्टबिन त्यस्तो कुरो ल जान्दैन साथीहरू सामान मिलाउँदाखेरि त खतरै भयो यार अघि भर्खर टमाटर किनेको बिर्सेछ यहाँ यत्रो किनेको यहाँ पनि किन्यो टमाटरै यहाँ यत्रो छैन टमाटरै अघि उता किनेको अब यहाँ पनि छ भित्र छ भित्र छ हौ बिर्सिएछ यहाँ ल सामान मिलिसकेको छ अब टक्क यहाँ साइकलमा बाँध्ने है म साइकल थामिदिन्छु ब्रेक लगाउनु ब्रेक साथीले बाँध्दैछ हो देखेर पिराती गाँसेको हुन्छ होइन पिराती गाँसेको तिमीलाई देखेर हिमालसेको तिम्रो गीत सुनेर मुनाला नाचेको तिम्रो जोबनलाई हो देखेर पिराती गाँसेको कोरियन केटीलाई चाहिँ आएको होइन नि फेरि हामी भाइ के अरे मुडमा छौँ भनौँ न हामी गीत गाउने मुडमा छौँ या लागिसकेन हौ अब झर्दैन होला हुन्छ झर्दैन त्यसमा अर्काउनु त्यो सहित अर्काउनु तिम्रो सोचेको नि सही हो ल ट्याक्क भयो ल अब हामी जाँदैछौँ घरतिर हाम्रो सामान पनि रेडी भइसक्यो जाउँ गर्दैन मैले ल अब लाग्यो घरतिर तर मेरो काम भएन कस्तो यार अब अनलाइन अर्डर गर्नु हो 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 भाडी बिग्रियो सागर भाडी बिग्रियो जस्तो लाग्यो खै अलिअलि बाङ्गो बाङ्गो छ अलिक एकछिन पख त त्यस्तै हो र अलिक बाङ्गो बाङ्गो देख्दैछु धेरै बाङ्गो भइरहेछ खै राइट साइडतिर छ धेरै बाङ्गेको हिँडौँ कहाँसम्म हिँडौँ हिँड न कहाँसम्म हिँड्छ ल ल कुदाउ न त ओके ल सामान चाहिँ यति आएछ 6000 को सामान होइन है यहाँ मासु पनि रहेछ ल मासु त अघि राखेको त मासु देखेको थिइनँ मैले यति आएछ 6000 को सामान होइन तरकारीहरू यस्तो छ कुरो आजको भ्लग चाहिँ यहीँ अब बाई बाई अर्को भ्लगमा भेट्नुपर्छ कमेन्ट गर्नु होला कस्तो लाग्दैछ मेरो भिडियो मलाई अलिकति भए पनि हौसला मिल्छ कस्तो बनाउने थाहा हुन्छ त्यही भन्दै बाई बाई गाइस